हेलो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। अब आज हाम्रो ट्रिप चाहिँ नर्थ एबिसी बिहान 6 बज्यो। अब यहाँबाट बस पार्कसम्म पुगेर जिपमा चाहिँ तातो पानी बेनीसम्म चाहिँ गइन्छ। त्यहाँबाट फेरि अर्को जिप चेन्ज गरेर खोलासम्म गइन्छ। त्यहाँबाट बल्ल ट्रेक स्टार्ट हुन्छ। भाइलाई वेटिङ यहाँबाट डाइरेक्ट बस पार्कदेखि जिप। Hello guys, Nelson. Kataku yatra ada ni. Kataku yatra sini ada. Tato Bani. Balik kau pergi? Usma kerja bagadi lagi. Kaya pengajar. Ada 1.5 घंटा में तो pergi. Tato Bani. Hari खाना. Jangan lagi. Kali. जिप चढ्ने खोला जाने त्यहाँडै बल्ल हिँड्नै कतिखेर हामी अहिले भात खाँदैछौँ। यो चाहिँ सिमीको दाल चाहिँ त्यसको कालिजको मासु कालिजको मासु अरू त मुस्ताङको आलु कालिजको मासु गुन्द्रुकको साग भन्नु अचार कहाँ गुन्द्रुक सागको साग कहाँ गुन्द्रुक छैन यो सागले न्युरो हो साथी त हो र न्युरो ल त खाए साथीहरू खाए ल। भर्खरै खोला आएर गाडीबाट झऱ्यौँ अनि बल्ल हिँड्न सुरु गऱ्यौँ। अब कति बजिसक्यो 1 बजिसक्यो 1 बज्यो भनेपछि त्यो 5 बजेसम्म त गुफाघाट पुगिन्छ कि कहाँ बसिन्छ आज स्योर छैन। बुकिङ नै हाने होइन। अब बिस्तारै बिस्तारै सुरु गऱ्यौँ। यहाँ चाहिँ ड्याम रहेछ कि यो ड्याम निलगिरी हाइड्रो पावर ड्याम। हुम खोलाबाट 2 घन्टामा ठ्याक्क हामी यहाँ साथी खर्क भन्ने ठाउँ आइयो। अब यहाँबाट नि 2 घन्टा लाग्छ कि गुफा फाट पुग्न। के होइन गुफा फाट पुग्न त 1 घन्टा 1.5 घन्टा हो कि 2 घन्टामा त बुस्केट मेलै पुगिन्छ उस्तै गरी यस्तो पेसमा। ओ जस्तै धेरै छिटै हिँड्यो। साथी खर्क नर्थ एबिसी 3160। ल चियर्स चियर्स भ्याइसक्यो।
फेरि गुफा फाट आउने बेला भयो चिसो चिसो डरै चिसो भएर अनि ज्याकेट स्याकेट मफलर लाएर फेरि हिँड्यो आधी घन्टामा चाहिँ पुगिन्छ होला आधी घन्टा पनि लाउनु अब गुफा फाट त्यसपछि के हुन्छ त्यहाँ बसिन्छ बुस्केट मेला कति टाइम लाग्छ अब 1 घन्टा लाग्ने भयो भने चाहिँ अगाडि गइन्छ नत्र चाहिँ त्यहीँ बसेर भोलि माथि गइन्छ सजिलै रहेछ नट द्याट हार्ड खोलाको छेउमा फेरि चिसो हावा चलेर अनि स्याट हान्ने कि कान चिसो भएर पसिना पनि त्यही माथि बल्ल अलिअलि हिमाल देखियो है त गुफा फाटबाट चाहिँ फेरि अगाडि नै जाने प्लान भयो हाम्रो अब 1.5 घन्टामा पुगिन्छ कि 5 बज्यो यहीँ अब बिस्तारै अलि चिसो धेरै भयो क्या नत्र त यहाँ नि टेन्टै रहेछ माथि नि टेन्टै रहेछ भनेपछि माथि नै गएर बस्ने प्लान यस्तो यहाँबाट हिउँ पक्रेर आउँदै हो माथिबाट हाम्रो एउटा कान्छालाई अलिक गाह्रै भएर सोलो हिँड्दैछन् हाम्रो सरले डबल ब्याग बोक्दै होइन यहाँ हिमाल देखेर रातो बवाल चिसो हावा होला फेरि यो राइटको यो होला हामी चाहिँ यतातिर जाने यो हिमालतिर साँझ भयो अब हल्का अँध्यारो हुन थालिसक्यो लास्ट चिसो भइसक्यो हेलो हामी फाइनल्ली भर्खरै बुस्केट मेला चाहिँ आयौँ ठ्याक्कै यहाँ पुग्न 4.5 घन्टा जिपबाट झरेपछि 4.5 घन्टामा यहाँ आइयो अब यहीँ बसिन्छ आज अँध्यारै भयो मजा भयो बुस्केट मेला है त 3551 हाइट यहीँ है बस्ने यता जेनेरेटर कराइरह केटाहरू मोम दाल भाइब्स भन्दैछन् हामी सुत्ने टेन्ट है त ल तातो भयो एकछिनमा चार्ज गर्ने ठाउँ छ ल ठिक छ हामी अब यसो चेन्ज गऱ्यो अब बाहिर आगो ताप्ने कि त खाना खाने बाहिर रहेछ आगो ताप्ने ठाउँ नि चिसै होला तर बेसी गुड मर्निङ एभ्रिवान फ्रम बुस्केट मेला हामी चाहिँ भर्खर उठेर अब ब्रेकफास्ट खाने त्यसपछि बल्ल माथि जाने भयो बज्यो भने 6:05 भयो बल्ल यहाँ ठिक्कै हिमाल देखियो यता पछाडि चाहिँ खोला गराएर यहाँ माथि चाहिँ मुन लगाइरह यता माथि चाहिँ जाने हो हामी यहाँ बत्ती सत्ती छैन सबले टर्च बाल्दैछन् त्यहाँको दाइहरूले टर्च बालेर खाना बनाउँथ्यो यही टेन्ट हामी बसेको यस्तै तर हामी बसेको चाहिँ यो टेन्टमा हो दिस वान जुत्ता लाउँथ्यो अब अहिले ल हामी बुस्केटबाट चाहिँ भर्खरै निस्क्यौँ अब 3 घन्टा लाग्छ कि अब 2.5 घन्टा 2 घन्टा 3 घन्टा त्यही हो नर्मल टाइम त्यसमा चाहिँ माथि बेस क्याम्प पुगिन्छ त्यहाँबाट नि 1.5 घन्टामा चाहिँ पञ्चकुण्ड ताल लाग्छ मेबी लेट्स सी जस्तो हावा चलेर यो चाहिँ बुस्केट मेला है त हामी झोलासोला चाहिँ एउटा मात्र लिएर गयौँ अरू चाहिँ यहीँ छोडेर अब फर्किँदाखेरि लिएर जाने
र यहाँ बल्ल ताल चाहिँ देखियो फाइनली अब एकछिन 15 मिनेटमा बेस क्याम्प यो चाहिँ के भयो रे पानी जमेर चाहिँ यो बिच्चाको चाहिँ आइस भयो साइडमा अलिअलि चाहिँ उतापट्टि अर्को ताल छ भर्खरै यहाँ नर्थको चाहिँ भ्यू पोइन्टमा आयौँ यो चाहिँ पञ्चगुण्डा ताल भयो यो हिमाल भयो त्यहाँ घाम ठ्याक्क टल्किरा पुरै हिमाल यहाँ तल चाहिँ बेस क्याम्प यो रहेछ अनि हामी यहाँ यसो एकछिन बसिरहेछौँ मजा आयो दामी हाम्रो यहाँ फोटो सेसन भइरह मस्त यहाँ यो भ्यूलाई चाहिँ होइन इन्जोय हान्दै दामी दिल्ली घुम्ने काम गर्नुपर्छ पर्छ नेपालको हरेक ठाउँ घुम्नुपर्छ यो नि दामी देखेको त्यो माथि यहीँ बसौँ जस्तो म त्यहाँ ब्रस गर्न गएको ल गुड मर्निङ एघार बज्न लाग्यो हामी चाहिँ यस्तो खाजा खानु लाग्यो अब यहीँ बेस क्याम्पमा खाजा खाएपछि ल खाऊ ल खाजा खाएपछि अनि बल्ल झर्ने प्लान भयो एउटा नाचेर बस्यो ल खाएँ ल ल बाई बाई एफसी सकियो ल यहाँको ट्रेकिङ अब कहाँ पुगिन्छ भन्ने कुरा तातो पानी पुगिन्छ कि त घरै पुगिन्छ बेसी बिस्तारै टाइम छ क्या अरे बल्ल सेकेन्ड डे त आज केही छैन ल बाई बाई हेलो बिस्किट मेला भर्खर आएर झोलासोला प्याक गऱ्यौँ अनि यसो सामान मिलाएर तातो पानी सानी भरेर अनि निस्किहाल्यौँ अब 4 घन्टामा तल पुगिन्छ कि त 4 घन्टा 4:30 बेसी चिसो हावा लागेकोले गर्दा टाउको दुख्ने कार्यक्रम भइरहेको अहिले चिसोले क्या लास्टमा साथी खड्कमा आयो लास्टै घाम लास्टै भन्दा लास्टै अनि टमाटन अब अलिकति तल शीतल खोजेर यसो खाजा खानु पर्ला खाजा कि त अब कफी बेसी फुते झर्ना चाहिँ कटेर यहाँ गुराँसे डाँडाको उकालो चढ्दै हो अब यहाँ 5 मिनट नै लाग्दैन कि आधीभन्दा बढी चाहिँ चढिसक्यौँ साढे उकालो छ यहाँ 5 मिनटमा त्यहाँ पुगिन्छ त्यसपछि आधी घन्टामा तल पुगिन्छ कि बेसी यही हो अब सकिन अब हिँड्न पनि ल साथीहरू everyone हामी चाहिँ गाडी चढ्ने ठाउँमा आयौँ अब यहीँ तल हो गाडी चढ्नु यहाँ सेयरिङमा जानु लाग्यो आजको भ्लग चाहिँ मैले यहीँ एन्डिङ गरेँ है त ल सी यू अन्टिल नेक्स्ट टाइम